आज म यो स्पाइडर चाहिँ चेन्ज गर्नु भनेर आएको है। स्पाइडर यहाँबाट भाँचिएको थियो, मैले नयाँ स्पाइडर पनि लिएर आएको छु। यहाँको चाहिँ ड्रममा पनि समस्या आएको थियो। ड्रम पुरै यो चाहिँ ड्रम चाहिँ यो पाल परेको थियो। यो प्लास्टिक होल्डिङ गरेर प्लास्टिक होल्डिङ क्या फिनिसिङ तरिकाले प्लास्टिक होल्डिङ भएको छ, हेर्न सक्नुहुन्छ है। यस्तो गर्दा पनि उयो छैन, राम्रो तरिकाले प्लास्टिक होल्डिङ भएको छ। अब फिट गरिसकेपछि रिजल्ट कस्तो आउँछ म चलाएर देखाउनेछु। टाइममा सर्भिसिङ चाहिँ गर्नु पर्यो। धेरै सरफ हालेर कपडा राम्रो धुन्छ भन्ने होइन, थोरै हाले पनि राम्रो धुन्छ, तर राम्रो खाले सरफ युज गर्नु होला। हेर्नु त कति धेरै अहिले हामीले कपडाहरू राखेर चलाएको छौँ। अब 4 मिनटमा आइसक्यो। वास रिन्स स्पिन, अब रिन्स हुँदैछ होइन। स्पिन हुँदा कस्तो हुन्छ त्यो पनि हेरौँ होइन। पानी यताको फिटिङ गर्न बाँकी छ। चेक हुँदैछ है। मजाले स्पिन गर्दा नि आवाज त्यस्तो चाहिँ रफ आएको छैन, ड्याङ 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 गरेको छैन। सामान चेन्ज भइसक्यो होइन। मेसिन सम्बन्धी कुनै जानकारी चाहिएमा मेरो युट्युब च्यानलमा गएर पनि हेर्न सक्नुहुन्छ। स्यामसङ सम्बन्धी चलाउने कसरी, प्रयोग गर्ने कसरी होइन, के कामले के गर्छ सबै कुराहरू मैले बताइरहेको छु। मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ है त। धन्यवाद।